हेलो हेलो फाइनली आज पाँच बाबाको दर्शन गरेर आइपुग्यौँ एकदम इन्जोय भयो हामीलाई हिउँको त साध्यै छैन स्वर्गमा पनि पाइने यस्तो चिजहरू ल ल ल यस्तो ल मलाई देखो ल ल देख ल हिँडौँ अलिअलि फोटोहरू खिच्छौँ नजारा हेर्छौँ रमाइलो गर्दै चाहिँ निस्किन्छौँ हिमाल हेरिसकेपछि अब हामी चाहिँ यहाँबाट इलाम जान्छौँ अन्तु डाँडामा पुगेर भोलि बिहानैको सूर्योदय हेर्छौँ गुड मर्निङ इलाम के हो यहाँ कहाँ हो यो खै दिपक दाइ के हेर्नु आएको तपाईँ म सूर्योदय सनराइज हेर्न आएको हामीलाई हुस्सुले एकदम देखाइदिइरहेको छ हामीलाई हामी केही पुरा प्रतीक्षामा हुनुहुन्छ केही पनि देखिरहेको छैन अनि टु धार हेर्न पाला माथि माथि गएर कहाँ माथि यहाँ यस्तो छ सबै प्रतीक्षामा बसेर होला जस्तो छ अनि माथि बनाऊ न उदयपुर गढीबाट त गढीको यस्तै टावर छ होइन गढीमा यस्तै टावर छ होइन यो किलोभन्दा अग्लो टावर छ गढीमा आधी घाम झुल्केर देखिने उयो त्यो एउटा उच्चति ल्याउनु आधी घाम झुल्केर देखिने माथि खाममा घुम्रो खामबाट आधी घाम झुल्केर देखिने खानुको मान्छे काल देख्ने ठ्याक्कै यसरी रियालिटी भनेर हाल्न मिल्यो नि त्यसमा त त्यो उग्लिनु होला मलाई त तपाईँको आज किताब खै किताब खै तपाईँको आज छोडेर आएँ मैले होटेलमा गएर लिनुपर्छ आउनुहोस् 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 बिरगामको पुरानो थत्रो फ्याक्ट्रीलाई चलाउनलाई मेरो किताब मेरो किन्न फ्याक्ट्रीको चाहिँ कतिको के भन्छ त्यसलाई अहिले नयाँ नयाँ अनुसन्धान आविष्कार हुँदैछ हेर्न आउनु होला कति विस्तृत रूपमा गाउँमै माथि आइसक्यो
बास देख्यो कि राम्रै छ ल भिडियो हो हेलो गाइस हामी अहिले अन्तको डाँडाबाट तल अन्तको बेसीमा जाँदैछौँ झर्दैछौँ यस्तो रमाइलो छ जङ्गल बुढाबुढी झगडा गर्दै आइरहेको छ भन न हामी त सबै रेस्लिङ हो झगडा गरे आफै बनाइदियो होला झगडा हानाहान गराएको फ्लाइट यताबाट हो कि सोल्टी मैले अहिले भनिदिएको त्यहाँ राम्रै आउँछ सूर्योदय हेरिसकेपछि अब चाहिँ हामी इलाम घुम्छौँ। अब चाहिँ हामी सबैजना बाटो लाग्यौँ इलामतिर जान्छौँ हैन त। बाटोमा भिडियो बनाउँदै रमाइलो गर्दै फेरि हामी इलाम जान्छौँ। चिसो भयो क्या आफ्नो लुगा तातो गरेर कल्चर ड्रेस पनि नलाउने भन्दा नि पछि त आज अलिक घाम लागिरहेको छ।
अब चाहिँ हामी इलाममा आइपुगेका छौँ। अब चाहिँ सबैजना चाहिँ एकदम खुसी भइरहनु भएको छ इलाम आइपुग्यो भनेर होइन हो भन्ने तिमी हो भन्नेको आयो आयो भनेर चाहिँ सबैजना रमाइलो साथ ठ्याक्क इलाम चाहिँ आइसकेका छौँ। ल छिटो गाडीबाट उत्रेर ल हामी चाहिँ यहाँ कन्यामा आइपुग्यो। ल झरौँ बिस्तारै झरौँ। दीपक चाहिँ मन्द मन्द मुस्कान दिएर बसिरहेछ यहाँ। हेलो गाइस, हामी त अहिले कन्यामको एकदम माई सेल्फ गोल नम्बर 1 भनौँ न। एम गाइस गोरु सबै हैन उताटे हालेको छु हो हजुर। अहिले काट्ने बेला पऱ्यो कि हामी आउँदा यस्तै बेला परेको थियो। यस्तै भोलिकै बेला भोलिकै बिदा पारेर आएको हेरेर सेम यही हो। हामी लाग्छौँ ड्रेसतिर। अहिले कस्तो ड्रेस लगाउँछ अब चाहिँ जान्छ। नवविवाहित के भन्नु 1 वर्ष हुनु लाग्यो, एनिभर्सरी हुनु लाग्यो। यहाँ ड्रेसमा चाहिँ सजिँदैछन्। ल उमा दिदी हेर्नु भन्नु त कस्तो लागिरहेको यस्तो ड्रेस लाउँदा रमाइलो भइरहेछ। म त अब यतै तामाङ सेलो आरती खै आरती बोले होइन म एकदम खुसी लागिरहेछ नि मेरो बुढोले बल्ल बल्ल मानिरहनु भएको छ फोटो खिच्नलाई। कसरी मनायो त कसरी बल्ल बल्ल मनायो रिसाउँदै ल राम्रो त गयो। खै तिमीले चाहिँ के लुगा लाउने? टी सर्ट प्यान्ट भित्र स्यान्डो इनर सब लाउनु। यता कस्टम सेलेक्सन भइरहेछ। एकजना गेटिङ रेडी एकजना अलरेडी रेडी। यता वेटेड खै तिमीलाई राम्रोसँग रहेछ त्यहाँ हेर त। अर्को ब्याग नि पकाउनु पर्ने। उता पनि जाउँ। यहाँ अर्को रेडी हुँदैछ यता हेर त कस्तो अनुभव भइरहेछ ल। फाइनल लाउ लाउ आउँदैछ होइन यहाँ म यहाँ ड्रेसअप हुँदैछ। त्यसपछि यस्तो गरेर फोटो खिच्ने छ उहाँहरूको चाहिँ। ल हेर्न सक्नुहुन्छ सबैजना चाहिँ यस्तै पहिरनमा सजिनु भएका छन्। यहाँ चाहिँ खैले भयो फाइनल लुक यही हो। यसमा अरू के सक्नुपर्छ? अब एउटा भाङ्रा राख्नुपर्छ। यो चाहिँ हाम्रो मगर आफ्नो मौलिक मगर शैलीको ड्रेस लाउँदै हुनुहुन्छ उहाँले। आफै पनि मगर जातिबाट बिलङ गर्नुहुन्छ। उहाँले चाहिँ आफ्नो पहिचान झल्काउँदै हुनुहुन्छ। तपाईँलाई यहाँ आफ्नो पहिचान झल्काउन पाउँदा कस्तो लागिरहेको छ ल भन्नुहोस्। छोड्नु भाइ अलिकति आसाङ उता देखो आसाङ। ए ल आइ त यता आस्याङ पनि आउनुभयो। यसो अलिकति खान पाए त अझै मजा आउँथ्यो। थोरै थोरै खानु पर्ला। जानुहोस् तल छैन यसो हुँदैन रे। यो भयो सरी भन त। उहाँहरूले चाहिँ आफ्नो यसो आफ्नो मौलिक पहिचान यो जोगाउनको निमित्त यति गर्दै हुनुहुन्छ। यो नि एउटा राम्रै कुरा हो। यस्तो आफ्नो संस्कृति कला संस्कृति जोगाइराख्नुपर्छ। उहाँ चाहिँ वेटिङमा हुनुहुन्छ। एकदम उहाँको रेडी हुँदै हुनुहुन्छ। उहाँ चाहिँ झोला छोला भिरेर उहाँको अरू पनि झोला थियो होइन कहाँ राख्यो भने चाहिँ अरू झोला गाडीमा कस्तो जस्तो खै त्यो म्याचिङ लाउनु पर्यो नि। म्याचिङ लाउनु परेन नै हो। खै कस्तो हुन्छ हेरौँ त सुहाउँदैन क्या। ल फोटो खिच्न लागौँ अब। ल यहाँ हो तिमी अब लाएर आउने रेडी भएर कस्तो छ त उहाँको छ अहिले यस्तो छ। हेरौँ पहिला अनि लाउने क्या यति सबैजना उहाँ चाहिँ हाम्रो गुन्जी हुनुहुन्छ। हाम्रो दाजु एकदम सेन्टी ब्रो भेटौँ है त। लाउनु नि स्पटमा आइपुगेका छौँ अब चाहिँ हामी। ल केही फरक पर्दैन
फोटो खिच्न रेडी हुनुहुन्छ हाम्रो मोडलहरू। उहाँ चाहिँ हाम्रो अलिक पुरानो खालको मोडल पर्नुभयो। यहाँ चाहिँ सबैजना फोटो खिच्नमै मग्न हुनुहुन्छ। उमा दिदी यहाँ आएर चाहिँ यस्तो लुगा लाएर फोटो खिच्न पाउँदा कस्तो लागिरहेछ? के बोल्नु पर्यो? राम्रो लागिरहेछ। सबैजना चाहिँ यही पनि राम्रो आउँछ। पुरै आउँदो रहेछ यहाँको। हाम्रो आजको यात्रा चाहिँ यहाँ इलामसम्म मात्रै रहेको छ। त्यस कारणले अब हजुरहरूले यो भिडियो सबै हेरेर इन्जोय गरिदिनु होला। तपाईहरुको दिन शुभ रहोस्, मेरो पनि शुभै रहोस्, रमाइलोसँग बिताउनु पाऊँ यहाँ भन्ने आशा गर्दछु। हजुरहरूले लाइक, सब्स्क्राइब, कमेन्ट गरेर अलिकति माया साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु भिडियो मार्फत। हजुरहरू जसले मलाई साथ सपोर्ट गर्नुहुन्छ उहाँहरूलाई चाहिँ हाम्रो पातिभारा माताले चाहिँ रक्षा गरून् है त। फेरि रक्षा गर्छन् नि, फेरि मैले सबैको लागि मागेर आएको छु नि। कुरा के हो कि होइन? अब आजलाई चाहिँ यति नै छ हाम्रो। ल है त, इन्जोय गाइस, बाई बाई।